धन्यवाद गर्दछु महान जीवित परमेश्वर। यो समयमा प्रार्थनामा तपाईले जुटाउनु भयो, त्यसको लागि धन्यवाद गर्दछु मेरो महान जीवित परमेश्वर। तपाईको नाम जति पवित्र छ त्यो स्वर्गमा त्यति पवित्र छ यो सृष्टिमा। मैले केवल तपाईको विरुद्धमा अपराध गरेको छु। मेरा अपराधहरूलाई क्षमा गर्नु प्रभु येशू। बिहानदेखि अहिलेसम्म तपाईले सम्हालेर राख्नुभयो, त्यसको लागि धन्यवाद गर्दछु मेरो महान जीवित परमेश्वर। तपाईको नाम जति पवित्र छ त्यो स्वर्गमा त्यति पवित्र छ यो सृष्टिमा। म धन्यवाद गर्दछु पिता परमेश्वर। तपाईले बिहानदेखि अहिलेसम्म सम्हालेर राख्नुभयो, त्यसको लागि धन्यवाद गर्दछु। मिठो भोजन जुटाउनु भयो, त्यसको लागि धन्यवाद गर्दछु। मेरो परिवार, मेरो आफन्त, मेरो छिमेकी जनलाई सम्हालेर राख्नुभयो, त्यसको लागि धन्यवाद गर्दछु पिता परमेश्वर। तपाईँ एक मात्र जीवित अनि जिउँदो परमेश्वर हुनुहुन्छ। साँच्चै नै पिता परमेश्वर, तपाईले मलाई आनन्दको जीवन दिनुभएको छ। मेरो जीवनमा भएका हरेक दुःख कष्टलाई तपाईले प्रभु येशू म विश्वास गर्दछु। हे मेरो बुवा, मैले गरेका पापहरू, मेरा घरानाले गरेका पापहरू, हामी मानव जातिले गरेका पापहरू क्षमा गर्नुहोस् भन्दै म बिन्ती गर्छु मेरो परम प्रभु। हे पिता परमेश्वर, तपाईलाई धन्यवाद गर्दछु। हे पिता परमेश्वर, हामीमा दया प्रकट गर्नुहोस्। जसरी आज सम्हाल्नु भयो तपाईले, त्यसरी नै भोलि सम्हाल्नुहुन्छ भन्ने मैले आशा राखेको छु। जीवन र मृत्यु तपाईको हातमा छ पिता परमेश्वर। मैले सोचेका ती अपराधहरू, मैले देखेका यी आँखाले सोचेका ती घिन्नाका अपराधहरूलाई क्षमा गर्नुहोस् प्रभु येशू। मेरो जीवन तपाईको हातमा सुम्पिन चाहन्छु प्रभु। तपाईले मलाई चलाउनुहोस् प्रभु। म धेरै पापमा गिरिसकेको छु प्रभु, मलाई बचाउनुहोस् प्रभु। मलाई दया गर्नुहोस् प्रभु, मलाई पापबाट शुद्ध गर्नुहोस् प्रभु। Help me God, thank you for saving my life. धन्यवाद।